गाह्रो होइन ल बिचरा यार आँसु नै आँसु आएको छ यार बाबा गाह्रो छ नि हौ ठन्डा अनि यत्रो भारी मान्छे बोकेर जान सक्छ यार साला अरूले उद्धार गरौँ भनेको आफै झन्डै मरेन पुरै जाडो जाडो खुट्टै जाम भएको मेरो त हेलो नमस्कार सबैलाई स्वागत छ मेरो नयाँ ब्लगमा म चाहिँ भोलि तिनजे र सिमेन्ट जाँदैछु त्यहाँ चाहिँ तरकारीको बिउ बाँड्नको लागि र मेरो नयाँ ब्लग चाहिँ हेर्दैन होला लाइक शेयर सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है त गुड मर्निङ नमस्कार सम्पूर्णलाई हामी चाहिँ अब तिनजेतिर लागेर पनि लास्ट जाडो छ गोरा घुम्न जाने यही भित्र होइन हेर्छ यो पारितिर पनि पाउँछ तपाईँहरू पलङ जाने होइन सेडु त्यो भित्र नुर्को दिदीहरूको खसिराखेको ठाउँभित्र नजिकै रहेछ है त्यो त त्यहाँ किरा कतिको बाक्लो हुन्छ हिजो त्यहाँ चाहिँ सुई लगाउनु भएको थियो दिदीहरूको नजिकै रहेछ त्यहाँ त युटर्न नै परेछ ट्र्याक्टरले बाटो त खने छ है धेरै बिगारै छ त्यो ट्र्याक्टरले यहाँ के रोड भन्नु हामीहरूको भन्दा सुकुम भइसक्यो हामीहरूको पनि गाडी गएको छैन बाइक गएको छैन यहाँ अनि के तिम्रो मान्छे काम छैन रहेछ तलको औलो र माथिको भोटोमा बाटो सरर भइसक्यो हामी काम छैन हिजो त म त धेरै आउँछ जस्तो लागेको थियो अनि फेरि हावा लागेर रहेछ हटाएछ त्यहाँ उता त्यो तासको माथि किन पाउँदो रहेछ है त्यहाँ मान्छे धेरै भएर चाहिँ कम पाउँदो रहेछ कि यता तपाईँहरू चाहिँ थोरै मान्छे भएर धेरै किरा पाउने रहेछ यता चाहिँ धेरै मान्छे गएर अलिक थोरै पाउँदो रहेछ गाह्रो छ है बाफ्रे बाटो यहाँबाट हिँडेर जानु पर्यो मार्छ यार मान्छे अझ त्यत्रो 45 केजीको त्यो कुरा
हो यो है खेल्ने त यहाँबाट हिँडेर त्यसमाथि त्यो बोरा बोकेर गयो भने त मान्छे ढल्छ या माथि नपुग्दै ढल्छ कहाँ सकियो होला त यार यत्रो बोरा बोकेर कौन सा त जानुपर्ने अझै धेरै छ ठिक छ बिजोक रमाइलो हुने भयो यार अब यहाँबाट चाहिँ यो बोरा बोकेर जानुपर्ने अवस्था यसरी सेक्ने अब चिसो भयो अरे बाबा जाडो कुरै त्यही 10 मिटर जति अलिकति आइस नजमे भए त जाने रहेछ यो एकैजनाले बोक्दा त गाह्रो हुन्छ होला 3 पिस छ एक-एकवटा बनाऊ माछामा मैजा होइन त्यो गऱ्यो भने सजिलो होला कि एउटालाई लान पनि गाह्रो हुने भयो 45 केजी ठेलेर चाहिँ पार गरियो पेम्पाले चाहिँ दुसै भात मात्रै हो अब के हाल्ने माटो हाल्ने थिएँ उता पछि त्यहाँ उता घाम लागेको छ भनेपछि त्यहाँबाट खनेर ल्याए भइहाल्ने गाह्रो भयो पेम्पालाई एकछिन त घाम ताप्नुपर्छ कि माथि होइन कति अग्लोमा आयो होला 45 मिटर अग्लो म हिँडेर जाउँ है म हिँड्छु तपाईँ लानु है हजुर म चाहिँ अब मरियाला जस्तो छ जाउँ है
बिस्तारै जाउँ है तारकेश्वर लडिएला फेरि गाह्रो छ नि हौ फेरि मन्डा अनि यत्रो भारी मान्छे बोकेर जान सक्छ यार साला अरूले उद्धार गरौँ भनेको आफै झट्टै मरेन यहाँ पुरै जाडो जाडो फुटै छ भइगयो मेरो त अहिले आएर मलाई चाहिँ नआउँ जस्तो लागेको रहेछ जाडो खराब बना त्यही होइन हो अर्को एकजना मेरो साथी बिरामी भयो कि त्यही भएर उसले सक्दैन होला भनेर म एक्लै आउनु खोजेको आफै मरेला जस्तो छ बिचराहरू पछि फर्किने बेलामा चाहिँ कसरी फर्किने हो अब चाहिँ हिँड्सम्म मात्रै हो कि के हो ए बाटो त रहेछ एक मिस त गेम मिस छ यार बाबा लागेछ होइन घाम लागेर पनि त्यति काम गरेछ मान्छे ए एउटा किला चाहिँ खसी छैन यहाँको ए लेगाडमा छ यसमा लेगाड हालेको छैन कतिको जाडो भयो बारीको जाडो भएको छैन हाम्रो दुईवटा बाइक उद्धार गर्ने मान्छे चाहिँ उनी हो पेम्बा कतिको जाडो भयो गाह्रो होइन ल बिचरा यार आँसु नै आँसु आएको छ यार बाबा उता तारकेश्वरको त पुरै अब जाडो भएको छैन भन्छ है हो मौसम चाहिँ एकदमै फ्रेस छ लाग्छ ल आएर क्रस गर्ने फेरि त्यतिकै होइन नि यार यो 45 केजीको बोरा बोकेर गाह्रो छ नि हो मलाई टोलीहरू चाहिँ फर्किनु लाग्यो हेलमेटले चाहिँ अलिक बचाउनु रहेछ होइन मेरो यहाँको यो हेलमेटले पनि काम गरेछ एकदम तातो भएछ कपाल चाहिँ अघि त पुरै सास फेर्नै गाह्रो भएको थियो तारकेश्वर चाहिँ अब ओमअप गर्दै हुन्छ है हात चाहिँ अर्को पन्जा लगाउनु पर्थ्यो क्या त्यो चाइनिज यो पेम्पाको जस्तो यस्तो पन्जा लगायो भने चाहिँ केही नहुने हो तपाईँको अनि अब त्यो सानो पन्जाले चाहिँ साग तपाईँको आज फिस्टुलाको काम छैन आज घच्चाक घच्चाक हुने भयो ल तिमी चाहिँ मेरो काँधमा हाल होइन अब म चाहिँ एक्लै जान्ला है अब काँधमा हालेर ल है राम्रोसँग जाऊ है ल है पेम्बा अर्कोचोटि भेटौँ ल है ल
म चाहिँ अब एक्लै लाग्यो है अब के गर्ने साला यो पैसाको लागि यार के सामान गर्नु पर्यो यो मान्छेले ल ल ल ल राम्रोसँग जाऊ है ल ल बिस्तारै जाऊ है ल गाह्रो छ होइन अब आँखी साला अर्कालाई उद्धार गरौँ भन्दाखेरि चाहिँ आफै झन्डै मरेन आज कसरी जाने होला डाँडो क्रस के गर्ने अब सेवा त दिनै पर्यो जनताहरूलाई सास फुलेर यति चाहिँ अलिकति सला बाटो चिप्लो चिप्लो छ हाम्रो मोर्छ कि के हो के गर्ने रुम के हाँसौँ जस्तो भएछ या फाइनल्ली गाइज होइन म चाहिँ अब डाँडा क्रस ल अझै रहेछ त्यहाँको डाँडा क्रस बाबा मरिन्छ जस्तो छ साला यो खास्टा पैसाको खास्टा चाहिँ कति भन्नु त यार यो पैसाको खास्टा नभइदिएको भए के खान आउँथ्यो होला र यार फाइनली म चाहिँ अब 5000 चाहिए रहेछ कि सास फेर्न पनि लास्ट गाह्रो भयो त्यसमाथि झन् यो सक्यो जिन्दगीमा मरेर लानु केही छैन क्या होइन अब यो मेरो एउटा मेमोरी भयो नि त यस्तो ठाउँमा म आएको थियो भन्ने कुरा थाहा मेरो सायद यस्तो हुन्छ भन्ने थाहा भयो भाइ म एक्लै चाहिँ कसम हुँदैन थियो होला यो सबैले थाहा पाउँछ होइन मान्छे चाहिँ तलतिरको मान्छेहरू चाहिँ
कर्मचारी आएन भन्छ मेसला तेरा बाउ आएन हेर यहाँ टोक्ने सालम कति दुःख गरिरहेको छ मान्छेले यहाँ जनताको सेवा गर्नलाई जनतालाई यो साग कौली खुवाउनको लागि यहाँ कति दुःख गरेछ हेर मेसलाहरू तल तिमीहरू कुनैबाट बसेर मुलाहरू खुब कर्मचारी गएन रे ल घन्टाको गएन कति दुःख गरेछ मान्छेले यस्तो बाटोमा एक्लै हिँड्नु पर्यो खै फाइनली गाइस म एकदमै खुसी छु है फाइनली म चाहिँ एक्लै भए पनि यो डाँडा चाहिँ क्रस गर्न सफल भए अब त्यही हो होइन फर्किँदाखेरि चाहिँ कसम म अलिअलि पानी पर्यो भने नि आउँदैन लास्ट गाह्रो भयो छोइला पुगे म है छोइला सास फेर्न लास्टकै गाह्रो भयो एकछिन त बिसाउँछु म भारी कहाँ राख्ने यही हो स्वर्ग भनेको होइन म चाहिँ स्वर्गमा आइपुगेँ अब त मलाई जाडो पनि हुँदैन क्या किनकि भित्रबाट नै एकदमै मन खुसी भएर आएको छ क्या चुइठुममा चाहिँ ढोजाहरू पनि पुरै उ भएछ आइस जमी छ फाइनली होइन एकदमै खुसी भएको छु कि म एकदमै खुसी भएको छु होइन म चाहिँ अब यस्तो ठाउँमा चाहिँ यतिको मौसममा चाहिँ म आउँछु जस्तो लाग्दैन अरू बेला पनि आइन्थ्यो त्यो कुनै नौलो कुरा भएन अरू बेला चाहिँ साथीहरूसँग आफ्नो ब्याग मात्रै पुग्नु आउँथ्यो अहिले चाहिँ म एकदमै खुसी छु होइन अघि चाहिँ एकदमै दुःख लाग्थ्यो सायद म एक्लै चाहिँ नआउनु पर्ने रहेछ भन्ने चाहिँ लागिरहेको थियो मलाई अब अहिले चाहिँ मलाई एकदमै खुसी महसुस भएछ होइन के गर्ने ल गाइज म चाहिँ अब छोइला पास गरेर जानु लाग्यो अब चाहिँ मौसम चाहिँ एकदमै खुलेको छ होइन त्यही हो देख्न सक्नुहुनेछ अहिले चाहिँ अब मौसम चाहिँ यति दामी खुलिसक्यो होइन कुनै छोरो अघि पाएको त्यो दुःख त्यो कष्ट त्यो जाडो सब मैले बिर्सिसकेँ होइन देख्न सक्नुहुनेछ मेरो पछाडि खतरा हिमालहरू छ अनि थाहा पाएँ कि पैसाको महत्त्व कति हुँदो रहेछ भन्ने कुरा सायद अब चाहिँ पैसा कमाउन एकदमै गाह्रो र खर्च गर्न एकदमै सजिलो अब बुझेँ नि होइन अब धेरै कुरा नि के गर्नु अब चाहिँ फेरि अब भारी बोकेर लाग्नु पऱ्यो अब म जानुपर्ने चाहिँ यो बाटो हुँदै यो सर्लको ड्याम अब त्यो बगरनिर चाहिँ सायद ऊ आउनसक्छ बाइकहरू आउनसक्छ अब त्यहाँसम्म चाहिँ बोरालाई चाहिँ जसरी भए पनि बोकेर लानु पऱ्यो के गर्नु गाह्रो छ म चाहिँ अब छोइला पास हुँदैछु होइन
हेर्ने गाह्रो छ बाटो यही होला क्या साँच्चीकै स्वर्ग भनेको चाहिँ होइन अब सोचे रहेन छ परदेश त चाहे रहेन छ परदेश यो चाहिँ चितुवाको पाइला हो देख्न सक्नुहुनेछ चितुवा चाहिँ भर्खरै गाडी छ हिउँ त टनक्कै रहेछ बाटो पनि त्यति राम्रोसँग खुलेको छैन रहेछ होइन मेरो छाया देख्न सक्नुहुनेछ होइन मेरो छायाले चाहिँ अब साथमा छोडोस् भन्छु म के अरे होइन गाह्रो छ पुरै घुँडासम्म रहेछ यार हिउँ त बाबा रेस्ट हाल्छु म गाह्रो भयो जति हिँड्दै गयो यात्रा चाहिँ त्यति कठिन हुँदै गयो देख्न सक्नुहुनेछ यो ठाउँ चाहिँ अब यहाँ चाहिँ हिरा फल्ने ठाउँ होइन अबको 1 महिनापछि यहाँ चाहिँ पुरै आर्सा गुम्बा त बाफरे बाफ खत्रै हो नि त होइन हो त्यही भएर चाहिँ चिप्लिङ क्या म त भारी बोक्न नि गाह्रो भइगयो चिप्लिङ जस्तो लाग्यो चिप्लेर जानुपर्छ कि क्या हो फेरि यार मरिएला एकदमै उ छ मरिएला नि फेरि जानुपर्छ मार्ला नि मेरो खुट्टा चाहिँ पुरै गाह्रो अब होइन के गर्ने होला यस्तो गाह्रो छ है होइन अब यो खुट्टा चाहिँ पुरै गाडी सक्यो लगभग 10-15 मिटर चाहिँ एकदमै डह्रो हिँड्दैछ
ठुलो भारी बोकेर त कहाँ छ खबरसम्म चाहिँ यो चाहिँ बाई बाई छैन 1.5 घन्टापछि भर्खर झऱ्यो डाँडाबाट यो चाहिँ बाई गएको छैन खाउँ के हो बाटो यति क्लियर छ है तैपनि अझै बाइक ल्याएको छ नि बिहानबाट मान्छेले पानी मात्र खाएर आएको भक्नु लागिसक्यो होला यत्रो बोरा नयाँ पुरी बोरा चल्नु छ खन्ना हुन्छ कपडाहरू पुरै फोहोर लागिसक्यो कपडाहरू चाहिँ माटो फोहोर लागिसक्यो गाह्रो छ नि बिहानबाट केही पनि खाएको छैन यहाँ मरिसक्यो यार भोकले पानी मात्रै खाएर आएको पुरीबाट माथि अब एकजना मान्छे चाहिँ आउँदैछ है सायद उनी होला बाइक लिएर आउने हट गाह्रो नमस्कार नमस्कार के छ बाइक के आएन माथिसम्म उधर छ कति छ सक्छ कति छ वेट 250 के होला बाइक त्यहाँबाट यहाँसम्म बोकेर ल्याएर मोडिसक्यो ल बिस्तारै बिस्तारै है बल ल ल ल अब चाहिँ बल आनन्द भयो हालत खराब छ झन्डा पनि मोटो लागेको छ अब चाहिँ जस एकजना दाजु आउनु भएको बुढा चाहिँ उहाँले बस्नु भयो अहिले चाहिँ अलिकति हल्का फिल भएको छ बिहान उताबाट 6:30 मा हिँडेको धोबाट कति भइसक्यो अन्त कति बज्यो पुरै 9:30 भइसक्यो के गर्नु यहाँको 2 कप पानीले चाहिँ यहाँसम्म हाने हो होइन म चाहिँ आएको डाँडा चाहिँ पछाडि छ त्यहाँबाट नि अझै यता होला सायद होइन बाइक चाहिँ नआउने रहेछ एकजना दाजु आउनु बाइक नआउनुको कारण चाहिँ यहाँ चाहिँ रहेछ अब सायद यो त अझै पढ्नु टाइम लाग्छ होला जस्तो छ के हो गाह्रो छ अवस्था एकदमै पानीमा भिज्यो पानीको उत्रु श्वास भिजिसकेको छ तपाईँ चाहिँ सिमेन्टदेखि आयो हो अझै आउँछ आएको छैन अझै छुटछुटै बोराहरू छ अनि अब चाहिँ उता तिनजेमा लगाएर पोल्देर तिनजेको चाहिँ त्यति छोड्ने त्यसपछि चाहिँ सिमेन्ट लाने हो भनेपछि त्यो मान्छे अझै आएको छैन आउँछ कुरा गर्छ छिटो कुरा गरेको हो हैट के गर्ने त अब
हो ल दाजुले चाहिँ अब बारी चाहिँ बाइकमा हाल्दै हुनुहुन्छ म चाहिँ अझै हिँडेरै जानुपर्ने अवस्था होला जस्तो छ बाइक चाहिँ आएको छैन रहेछ मान्छे चाहिँ छिटो आउँछ साथी कहाँ छ त अनि म एक्लै आएको साथी बिरामी भएर मर्यो यार भारी पनि धेरै ठुलो छ नि होइन कहाँ सक्छ अनि मर्छ मान्छे यार भोटेको मान्छे स्वार्थी होइन स्वार्थी छ मान्छेहरू पाक त खाँदैन तपाईँहरूको पाक खाँदैन नि अब मैले बिस्कुट ल्याएको छु होइन 2जना बिस्कुट भनेपछि अब मलाई लिन आउने मान्छे चाहिँ अझै हुँदैन एकजना मसँग आउने साथी चाहिँ बिरामी छ अनि त्यहाँसम्म चाहिँ 2टा बाइक आयो एउटा मोड्छ नि तर बेलाको पहिला 2टा मोड्छ त्यहीँसम्म चाहिँ बाइकमा आयो बाइक त परि नै आउँथ्यो होला हामी खेल्दै खेल्दै आयो त्यसपछि त्यहाँबाट यहाँसम्म भार ल्याउँदा त यार मेरो त हालत खराब हुन्छ यो चरा होइन बिस्तारै चल्ला होइन हतार गरेर कहाँ जान्छ मजा चाहिँ के गर्दैछ त मेरो त कप ल्याएको छ नि गाह्रो छ नि है म त अब मान्छे आएको छैन रहेछ अब म त यहाँ भारी सारी हिँड्छु फेरि उकालो चढ्छु मान्छे नै आएको छैन रहेछ कहाँ सक्छ बुझेर हुन्छ खाजाहरू खाएर अब चाहिँ हामी चाहिँ हिँड्न लाग्यो है मात्र यो बाइक छिक्सक्यो कुद्न नि समयमा चाहिँ बिचरा यो खसीहरू पनि
भइसक्यो नि घरि यो चाहिँ तपाईँ चाहिँ अगाडिसम्म है ल है पछि फोन गर्छ है यो तिनजना मान्छे एक महिनापछि चाहिँ एकदम खतरा हुन्छ अब चाहिँ सरबाट पश्चिमसम्म चाहिँ यात्रा हुँदैछ झन्डै पाइपले त लडाउनु रहेछ कता छ त तपाईँको घर तपाईँको घर चाहिँ कुन ठाउँमा छ क्या अध्यक्षको भन्दा अध्यक्षको पनि कहाँ छ तपाईँको घर गोप्रो भन्दैमा चाहिँ सिमेन्टको फाल होइन फाल गाउँमा आइपुग्यो फालको मान्छेहरू माथि बिउ लिन माथि जान्छ कि यहीँ दिने हो यहाँ अहिले पिएर जाने हो सिमेन्टबाट दिन आउँछ के हो हुनु त ठिक छ कि नत्र त यहाँ दिने भएपछि अब यहाँ अब पऱ्यो नि होइन लाग्यो अब होइन यहाँको मान्छे खबर के भएको छैन होला आफ्नो त मैस लगाएको रहेछ है कतिखेर लाग्छ कुकुन्डामा आइयो है फाइनली अब यहाँ पूजाहरू कहिले हुन्छ भने के मङ्सिरमा लाग्छ धेरै नेपाली चाहिँ बुझ्दैन रहेछ है
कसैले सोचेको छ होला बाइक र ट्र्याक्टर आउँछ भनेर यस्तो एरियामा पनि जानु परेको छ के गर्ने है ल है धन्यवाद है आज स्टार्ट बन्द भयो अनि के तपाईँ यहाँ ढुङ्गा लाउनु म यहाँ तरकारी लगेर जाने कि लाउनु है तरकारी उता अब बाँड्दै गर्छ हामी एकजना चिनेकै तयारी छ ल स्टार्ट बन्द भयो म ओर्लिम बिर्सिन्छ होला है मलाई के त्यति अक्सिजनहरूको पनि कमी हुँदैन यो ठाउँ चाहिँ एकदम दामी ठाउँ हो कि सिमेन्ट एरिया होइन सिमेन्ट गाउँमा चाहिँ प्रवेश हुँदैछ यहाँ हो टसिटोले ठेक्काको काम होइन देख्न सक्नुहुनेछ यो चाहिँ आरु कलेज छ होइन यहाँ चाहिँ स्याउ पनि पाउँछ क्या यहाँ स्याउ पनि पाउँछ होइन अब ल अब चाहिँ हामी चाहिँ अध्यक्षको घरमा जाँदैछौँ होइन अध्यक्षको घरमा आइपुग्यो अध्यक्ष चाहिँ घरमा छैन कि क्या हो ल गाइस फाइनली हामी चाहिँ अध्यक्षको घरमा आइपुग्यो है अब अध्यक्षहरू चाहिँ छैनन् क्या हो म एकछिन फोन गर्नुपर्ने अवस्था छ जस्तो छ त्यही हो सिमेन्टमा चाहिँ रुखहरू
देख्न पाइन्छ हैन। ल बुढालाई पनि धेरै धेरै धन्यवाद हैन, यहाँसम्म यस्तो अब सकुशल ल्याइदिएकोमा। हामी चाहिँ अब अध्यक्षज्यूको घरभित्र प्रवेश गर्दैछौँ हैन। यहाँ चाहिँ अब यसरी जाने हो। यो चाहिँ हाम्रोतिर चाहिँ लिस्नो भन्छ, यहाँ चाहिँ के भन्छ कि है भर्याङ। हो अध्यक्षज्यू नमस्कार, भाउजू नमस्कार, भाउजू नमस्कार। के छ भने अध्यक्षज्यूको अनि हालखबर? अध्यक्ष त पुरै यहाँ गाउँमा बसेर मोटा